हाई गाइस, वेलकम टु माई न्यू ब्लग। र आजको मेरो न्यू ब्लगमा रहेको छ के कुरा सम्बन्धी भनेपछि सरी गाइस, आजको मेरो न्यू ब्लग के सम्बन्धी रहेको छ भनेर भन्दाखेरि आज हेर्न नै सक्नुहुन्छ। पुष महिना लागि पश्चात पुष महिना लागिसकेपछि आज 5 देखि 6 गते लागिसक्दाखेरि यतिको हुस्से लागेको छ र पुष महिना जस्तै गरेको छ। यानि कि योभन्दा अगाडि योभन्दा अलिक केही दिन अगाडि 1 गते 2 गतेतिर यस्तो मौसम यस्तो दिन पटक्कै पनि गरेको थिएन। योभन्दा अघि हिजो चाहिँ अलिकति छिसमिसे हुस्से लागेको जस्तै देखिन्थ्यो, तर आज चाहिँ अलिकति पुष महिनाकै जस्तै हुस्से लागेको छ। अनि यस्तो अवस्थामा चाहिँ तपाईँहरूले के कुरा याद आउँछ त? मलाई त पक्कै पनि त्यो कुरा याद आउँछ जुन कुरा कि यसरी खेततिर हामीहरू पिकनिक खान जान्छौँ। त्यो पिकनिक खान जाने कुरालाई त तपाईँले नभनिदिँदा पनि तपाईँलाई पक्कै पनि थाहा होला। जस्तै कि दाल त होइन, तेल नुन मासु लगायत त्यस्तो किनेर अथवा घरबाट लगेर पिकनिक खाने गरिन्थ्यो। त्यस्तै खाले पिकनिक र त्यस बेलाको पिकनिक भनेपछि एकदमै रमाइलो हुने गर्थ्यो। त्यसमा झगडा पनि त्यस्तै हुने गर्थ्यो। सब्जी मैले पकाउँछु मैले पकाउँछु भनेर सब्जी पकाउनेमा चाहिँ एकदमै झगडा पर्थ्यो। हामीहरूको ग्रुपमा चाहिँ, अरूको ग्रुपमा के हुन्छ थाहा छैन, तर भने पनि अहिले अब त्यस्तो बेलालाई अब घुमाएर फर्केर ल्याऊ अथवा फर्केर जाऊ त्यस्तो अवस्थामा त्यस्तो बेलामा भनेर भन्न मिल्दैन। अबको दिन त यस्तो छ कि आफ्नै पैसा लाएर आफूले धेरै पैसा लाएर 7 देखि 8 हजार 5 देखि 6 हजार 10 हजारसम्म त्यतिको पैसा उठाएर हामीहरू जान सक्छौँ इलाम कन्यामतिर। तर त्यति पनि कति जानु होला जस्तो लाग्छ मलाई चाहिँ। त्यसै गरी साथीहरू, त्यो अवस्था त्यो सिर्जना फेरि आइसकेको छ र त्यही कुरालाई आज फेरि याद गर्दै अलिकति पुरानो कुरालाई, मिठो कुरालाई कति याद गर्नुहुन्छ, कतिसम्मको याद गर्नुहुन्छ, कतिसम्मको तपाईँले त्यस्तै खाले जाउँ जस्तो लाग्ने गर्छ। र म चाहिँ त्यस्तो कुरालाई धेरै नै सम्झिन्छु यस्तो हुस्से लागेको बेलामा र यस्तो मौसम गरेको बेलामा। र अब आउने दिनहरूमा हामीहरूका भाइ बहिनीहरूले यस्तो त पटक्कै पनि गर्दैनन्। उहाँहरू त अब धेर जसो प्रायः जस्तो मोबाइलमै रमाइरहनुहुन्छ, मोबाइलमै व्यस्त हुनुहुन्छ। तर पनि गयो भने पनि टाढो धेरै पैसा धेरै लगानी गरेर जानुहुन्छ। यस्तो पहिलाको जस्तो हामीहरूको पालाको जस्तो चाहिँ जानुहुन्न। त्यसै गरी साथीहरू, हस् त धन्यवाद। मेरो ब्लग यहीँबाट समाप्त गर्दै म तपाईँहरूलाई टाटा बाई बाई गर्दै आफ्नो गाउँको दृश्य हल्का फुल्का देखाउँदै तपाईँहरूले बाई गरे है त सस्तो साथीहरू।